एकदम भर्खर भर्खर भइरहेको छ सब्सक्राइब लाइक चाहिँ गरिदिनु भन्दै अर्को चाहिँ पेट्रोल पम्पसम्म यात्रा छ फर्किँदा चाहिँ अर्को बाटो पनि छ क्या घर फर्किने कति बाटो छ बाटो पनि कता फर्किन्छ कि त्यही बाटो फर्किन्छु नि बाटो सानो हुनाले गर्दाखेरि अलिकति अब समस्या रहेछ बजारमा लाइक छिटोनु त्यो कमाउने बेला पनि हुन आँट्यो अलिक पर छ स्कुल छ यहाँनिर नयाँ स्टार्ट गरेपछि अब क्या बोल्नु चाहिँ अलिकति गाह्रै हुन्छ क्या के भन्ने अब थाहै हुँदैन नि त के बोल्ने हो भनेर बोलाइ नै हुँदैन क्या के बोल्नु हुन्छ तर बिस्तारै बिस्तारै अब इम्प्रुभ चाहिँ हुँदै जाँदैछ पहिला हेरी भन्दाखेरि होइन पहिला चाहिँ अब के बोल्ने भनेर क्या सोचिन्थ्यो अब आजभोलि चाहिँ त्यस्तो मतलबै हुँदैन क्या आइडिया जे आयो त्यो बोलिदियो मनमा होइन त्यही त हो मेरो चाहिँ वर्ल्ड कप कतिको थियो त राम्रो बनाएको थियो कि क्या त्यो यता चाहिँ अन्त जाने रोड हो कुनै दिन अब अन्त पनि लागौँला हो अहिले पछि जानु साँच्चै बनाइसक्यो अहिले त्यो पनि अब राखिदिन्छु त्यो पम्पको चाहिँ धेरै नसुधिराखौँ अब तेल सेल हाल्छु चाहिँ यहाँबाट सिधै घरतिर हालिदिन्छु अहिले टाढो जाने प्लान पनि छैन अनि एकछिन हो साथीहरू मेरो भ्लग स्टार्ट गर्नु चाहिँ मलाई पहिल्यैदेखि मन लागेको थियो क्या अब पनि स्टार्ट चाहिँ गरेको छुइनँ भर्खर स्टार्ट गरेको हो अहिले अनि मैले कति भन्छ 50जना भन्दा पनि धेरैलाई फलो पनि गरेको थियो क्या मोटर भ्लगमा तर अझै तिनीहरूको भ्लग पनि हेर्नु मन लाग्नु छोड्यो क्या किन भन्दाखेरि भ्लगमा भन्दा बढी चाहिँ अब त्यो हुन्छ नि एप्सहरूको गेमहरूको मात्रै रिभ्यू गर्नु थाल्यो क्या भ्लगहरूतिर अनि मन पर्नु पनि छोड्यो क्या त्यो राइडरहरूको एप्सहरूको हानिदिरहेको हुन्छ गेमहरूको हानिदिरहेको हुन्छ त्यही भएर झ्याउ लाग्नु थाल्यो क्या भन्दाखेरि पेट्रोल चाहिँ अलिक 97 रुपियाँ लिटर 97 रुपियाँ लिटर थियो तेल चाहिँ अलिक महँगै छ नेपालमा अहिले त्यसलाई पनि सस्तै थियो धेरै पनि किन हान्नुपर्छ आजको राइस जानेको कताबाट जाउँ भइरहेछ माथिबाट जाउँ कि कतिबाट जाउँ तलबाट गयो भने पनि ठिक छ क्या तर आज चाहिँ मैले बाटो राख्न हिँडेको पानी पर्दा छ बाटो अलिक ठुलो पनि हुन्छ नि अहिले त्यही भएर यो बाटो अहिले जाँदिनँ बाटो बनाउने गरेकोले गर्दाखेरि नाङ्गो छ कि सोफामा पहिले बनाइसकेको पनि हो बाटो बनाउँदाखेरि समस्या हुँदैन नि त जाने बनाउनु पनि गुर्मुटी छ मात्रै बजाएर के गर्छु स्थलीहरू अनि यहाँबाट चाहिँ आलु चाहिँ माथिल्लो बाटो जानु पऱ्यो क्या अरू भट्ट हानेर उकालो भट्ट माथिबाट क्या किनभने तल्लो बाटो चाहिँ अलिकति जाम हुँदो रहेछ क्या यहाँहरू पनि जाम हुन्छ क्या फर्केबाट पनि जाने थियो पानीहरू चाहिँ नाच्दै गरेर जाँदैछ त्यसको यो बाटो पनि पर निस्किन्छ क्या पानी हुन्छ यो बाटोमा छ यो बाटोमा त्यसले गर्दाखेरि
त्यो पहिलाको त्यो हुन्छ माथि सोलुका बजारहरू यिनीहरू सबै सोलुका बजार मात्रै पाउँछ दबाईहरू चाहिँ त्यसो बाटोहरू चाहिँ त्यस्तो लाइनको रहेछ यार बाटो चाहिँ जाम भइरह्यो भने के ठिकै बाटो आँट्नु जानु आउँदै हुन्छ मान्छेले त अलिक भिड हुँदो रहेछ त त्यसको भन्नु हो नि टक्क हान्छ लाग्दिने हो बाहिर पनि दोकान सुरु गरिसकेको छ अब यहाँ जस्तो हुँदैन ननिक्ल्यो माथि कसैले पकाएर साह्रो जस्तो छ अब कस्तो पैसा हुन्छ मैले चाहिँ जम्ला फेरि पचाएको कति बज्यो प्रायः छ हुन आँटेको छ माथि एक रङ लगाएर आउनु पऱ्यो कि अब चाहिँ लाग्यो देवराज अब साथीहरू म चाहिँ अब अहिले चाहिँ घरतिर लाग्दैछु त्यही एउटा सामान लिन आएको थियो सामान रहेछ हो के भन्दाखेरि ओटिसी केबल चाहिएको थियो कि अनि त्यो त्यो त अलिक रेकर्डिङ गर्दा फुल भइहाल्छ त्यही भएर चाहिँ टाटा चाहिँ यता सार्नु लागि चाहिएको थियो रहेछ अनि लिएर साथीकोबाट अब घरतिर लाग्दैछु भन्दा पनि कतै 7-5 बजीतिर हिँड्यो अँधेरो पो भइहाल्छ अब त्यो घुम्न पनि लागिरहेछ खत्रै यस्तै छ अहिलेको भनौँ न वातावरण यस्तो छ त्यो भएर बाटो लिएर आउँछु हो टोटली भन्दा पनि आज चाहिँ फल्टीले गर्दाखेरि बाटो देख्नु गाह्रो क्या यस्तो घुमाएर चाहिँ यहाँ चाहिँ अँधेरै देखिन्छ है क्यामेरामा चाहिँ पुरै भन्दा मान्छे अलिक उज्यालो देखेको नि अब यहाँ चाहिँ पुरा अँधेरो देखिन्छ क्या बाटोमा लाइट हालेर चाहिँ त्यो लाइट पनि बढेको छैन चाहिँ होइन हिमालय गर्दाखेरि के त देखेको छैन होला यहाँनिर अहिले साथीहरू यसो भिडियो सिडियो हेर्नु भएन है लाइक चाहिँ गरिदिनु भन्छु तपाईँहरूको सपोर्ट चाहिँ चाहिन्छ त्यो हिजो चाहिँ बनाउनु पाइँदैन यसमा आज हुनेछ हो भोलि पनि गएको सिकेर हुन सिकेर के काम सक्यो पेट्रोल गाडी भनेर राखेको थिएन भोलि चाहिँ कहाँ त पऱ्यो भन्दाखेरि माथि अलिक कुम्पनी बस्छु बाइकलाई पनि सर्भिसिङ भन्ने बेला छ अब के गर्छ गोरुलाई पनि आज भुल्दैन ज्याप्पै लगाइदिनु पऱ्यो अगाडि आफ्नो एरिया पनि आइयो नलागेर खतरा भएर चाहिँ के रहेछ हौ मैले साथी डङ्की मेन रहेछ डङ्की हो डङ्की ऊ चाहियो अहिले ओह्रालो अलिकति खतरा छ क्या खतरा मिलाउनु भएको थियो